लौ तपाईलाई स्वागत छ। नमस्ते सबैजनालाई। तपाईँ यो माइक ड्राइभर आउँदै के भइरहेछ यो? अब यस्तो भयो, नयाँ सरकारले धेरै फ्यासिलिटी दिएको भएर माथिएको जस्तो लाग्छ मलाई दिदीबहिनीहरू चाहिँ। अब जो पीडित हो त्यो पीडितले यहाँ न्याय पाउँदैन। अब न्याय पाइसकेको पीडितहरूले पनि फेरि आएर चाहिँ हामीलाई न्याय पाएको छैन भन्नु चाहिँ उहाँहरू पनि गलत जस्तो लाग्छ मलाई चाहिँ। जति गरे चाहिँ नयाँ सरकारले चाहिँ अहिले चाहिँ यहाँ भएको पीडितहरूलाई न्याय दिएको चाहिँ देखेको छु मैले प्रायः जस्तो चाहिँ। यो पछिल्लो क्रममा यो नयाँ सरकार भनिरहँदा ज्ञानेन्द्र साईले जापान गएर नयाँ सरकारको धेरै प्रश्न उठाउनु भयो कि रासपाको। होइन, मैले ज्ञानेन्द्र सरलाई पनि राम्रोसँग चिन्छु, विगत लामो समयदेखि चिनिरहेको मान्छे हो। उहाँ राम्रो व्यक्ति पनि हुनुहुन्छ। उहाँको पृष्ठभूमि के थियो र पहिलाको विगत के थियो भन्ने कोट्याउनु जरुरी छ जस्तो मलाई लाग्दैन। उहाँको कतिवटा बुढी छ, उहाँ कस्तो के भन्ने पनि त्यो अर्काको विगत कुराहरूलाई किन कोट्याउने भन्ने कुरा हो हजुर। त्यही त ज्ञानेन्द्र साईले रासपालाई चाहिँ खरानी ग्याङ देश जलाउने अब सहकारी ठग जस्तो म त्यसरी जितेर आएको अब त्यो कुराहरू चाहिँ कतिपय ज्ञानेन्द्र सरले चाहिँ जायज चाहिँ भन्नुभएको छ होइन। कतिपय कुराहरू चाहिँ मैले चाहिँ किनकि हिजोदेखिबाट उहाँलाई चिन्दाखेरि चाहिँ उहाँले सडकको कुराहरू धेरै उठाउनुहुन्छ है। अब सांसद भवनमा चाहिँ ज्ञानेन्द्र सरले चाहिँ धेरै कुराहरू उठाएको देख्छु कि म। अरू सांसदले भन्दा पनि ज्ञानेन्द्र सरले चाहिँ धेरै दुखी पीडितको लागि आवाज उठाइरहेको देख्छु। त्यही भएर चाहिँ म चाहिँ ज्ञानेन्द्र सरलाई चाहिँ नराम्रो भन्न सक्दिनँ पनि। त्यसो भने तपाईँले भन्न खोजेको ज्ञानेन्द्र साईले जे कुरा बोलिरहेछन् खरानी ग्याङ पनि रासपा हुन् एकदमै। अब त्यो त थाहा भएन। अब उहाँले खरानी ग्याङ भनेर त गीतै आएको छ त, गीतै आएको छ। तपाईँ देख्नु भयो नि त। तपाईँले स्वीकार्ने कि नस्वीकार्ने बालन सरकार हो भनेर। बालन सरकार हो होइन भने गीतै आएको छ। अब त्यो गीत खरानी ग्याङ भन्ने गीत त ज्ञानेन्द्र सरले निकालेको त होइन होइन। अब ज्ञानेन्द्र सरको पनि इज्जतमा धेरै आश आइरहेछ नि त। अहिले उहाँको चरित्र हत्या गर्नुपर्ने कारण किन त? विगतमा कहिले के गरेको थियो? विगतमा यहाँ को चाहिँ गतिलो भएर आएको छ ल भन्नु न। ल रासपाभित्र नै कति धेरै सांसदहरू कति फटा छन्, कति लुटेर होला, कति चोर होला, कति फटा होला। अनि त्यो ज्ञानेन्द्र सरलाई मात्रै खेत उठाउने अधिकार कसले दियो त? ल भन्नु न। उहाँले ज्ञानेन्द्र सरलाई म के भन्छु भने यहीँबाट नि उहाँले सांसदमा उठाएको केसहरू एकदम जायज छ। जनताको लागि उठाएको केस हो यो भनेको चाहिँ है। उहाँले हरेक स्कुलदेखि लिएर हरेक दुखी पीडितहरू यो रोडलाई बिर्सिनु भएको छैन। धेरै अभियन्ताले यो रोडलाई बिर्स्यो, यो माइती घरको रोडलाई बिर्से, हरेक कुरालाई बिर्स्यो। तर ज्ञानेन्द्र सरले बिर्सिनु भएको छैन अहिलेसम्म। किनकि यहाँ नआए पनि उहाँले सांसद भवनमा गएर चाहिँ गरिब दुखीको कुराहरू राखिरहेको हुन्छ। त्यही हो मेरो कुरा चाहिँ। के हो यार भन्न खोजे तपाईँले जस्तो होइन, उहाँले जे भन्नुभएको छ एकदम गलत भनेको मलाई लाग्दैन। सही नै भन्नुभएको छ। तपाईँले सुदन गुरुङलाई सपोर्ट गर्नु होइन होइन सुदनलाई त हामीले केही भन्नै मिल्दैन। अहिले उहाँले गरेको काम होइन, उहाँले गरेको काम होला हामी नराम्रो भन्नै मिल्दैन। कुनै पनि के लाइभमा बसेर लाइभमा उहाँको चरित्र हत्या गर्यो भन्दाखेरि चाहिँ उहाँलाई होइन उहाँको रासपाको चाहिँ त्यसरी लाइभमा बसेर चाहिँ चरित्र हत्या गर्नुहुन्छ र ज्ञानेन्द्र सरको त सांसद जस्तो मान्छेले सांसद भए पनि जे भए पनि तर ज्ञानेन्द्र सरले उठाएको मुद्दाहरू जायज छ, राम्रो छ। उहाँले जति पनि जापानमा बसेर लाइभ उहाँले उठाएको सांसदमा होइन अब शब्दहरू बोलेको प्रमाण पनि हुनु पर्यो नि त। तपाईँले लाइभ हेर्नु भएन? मैले लाइभ हेरेको थिएँ। त्यहाँ के कसैलाई गाली साथी भनेपछि जे बोलेको पनि सही भन्दिने है भन्ने कुरा हुँदैन। हिजो अभियानमा सँगै जोडेको थियो होइन। म उहाँलाई सर भन्छु, रेस्पेक्ट गर्छु। मलाई पनि उहाँलाई चिन्नुहुन्छ, म पनि उहाँलाई रेस्पेक्ट गर्छु, उहाँले पनि मलाई रेस्पेक्ट गर्नुहुन्छ। उसको बुढी कतिवटा छ, उसको कतिवटा उसको खुबी छ भयो। अन्त विगतमा के यिनीहरू आमाको पेटबाट जन्मिने बित्तिकै सांसद भएको हो त? धनी भएको हो त? अनि यो चर्चित भएको हो त? होइन नि त हो। हिजो उहाँले जुम्लाबाट आउँदाखेरि उहाँले होला के अरे यो गिलास के अरे के भन्यो नि कुकर बोकेर आयो भने घरबिटी आमा बोल्नु भएको त बोल्नु पनि लाज लाग्दैन घरबिटीहरूलाई। हिजोको दिनमा त्यही ज्ञानेन्द्र साईलाई राख्ने, घरमा राख्ने, छोरो भनेर पाल्ने, दुनियाँ गर्ने। अनि अहिले आएर चाहिँ मेरो घरमा त प्रेसर कुकर लिएर हिजो विगतमा के थियो? तपाईँ हिजो विगतमा के हुनुहुन्थ्यो ल भन्नु? पत्रकार सरहरू भाइहरू दाजुहरू यति धेरै जानुहुन्थ्यो मेरो अगाडिपछि। तपाईँहरू विगतमा के गर्नुहुन्थ्यो? तपाईँहरू पत्रकारै भएर आएको हो त? तर जनप्रतिनिधि भइसके पछाडि उहाँले जसरी जापानबाट बोल्नुभयो नि यो त गलत हो नि। उहाँले गलत बोल्नु भएको छैन। उहाँहरूले जुन ज्ञानेन्द्र साईले बोलेको कुरा एकदम सत्य छ। तपाईँ ज्ञानेन्द्र साईको भक्त होइन। मैले उहाँले बोलेको कुराहरू जायज छ। कसरी जायज हुन्छ? एउटा माननीयले खरानी ग्याङ, देश डुबाएको ग्याङ, टिओबी ग्याङ, अब त्यो किन त्यो सहकारी लुटेर भनेर नाम सांसदले त बोल्नै मिल्दैन। अब त्यो कति रासपाको सांसदहरू कति चुच्छ, कति हानाहान गर्छ,
कति लुट्छ कति ड्याङ्की ड्याङ पुरै मादल बजाएको बजा गर्छ र अनि ज्ञानेन्द्र सरले चाहिँ त्यसरी भन्नै नपाउने हो त उसलाई पनि चरित्र हत्या गरेको छ नि ऊ पनि एउटा विगतमा एउटा दुःख गरेर आएको अभियन्ताबाट आएको मान्छे एउटा सांसद भएर आएको मान्छे तपाईले चाहिँ राजसभालाई आरोप लगाइरहनु छ के राजसभाको समर्थकले उहाँको चरित्र हत्या गरे हो के मैले सुन्नु राजसभा पनि मेरो बाउपढीको पनि होइन ज्ञानेन्द्र सर पनि मेरो बाउपढीको आमापढीको होइन तर ज्ञानेन्द्रले बोलेको जुन सरले बोल्नु भएको कुरा चाहिँ छ अनि हतियारको अडिट गर्छु इन्डियामा भन्छन् त उनले त के हो त्यो चाहिँ थाहा भएन है मलाई हतियार सत्यार यो के हो यो अहिले नयाँ सरकार आएपछि हतियार भन्ने पनि थाहा भयो यो हरेक कुरा थाहा भयो पहिला हामीले यस्तो कुरा अनि तपाईँ लामो समयदेखि ज्ञानेन्द्र साईसँग सँगै हिँड्नुहुन्छ चिन्नु भएको छ अभियन्ता पनि हो क्या तपाईँ पहिला सँगै हुनुहुन्थ्यो अनि हतियारको अडिट गरेर थाहा पाउनु भयो नि तपाईँले त्यस्तो मलाई थाहा भयो भनेपछि गलत गरेर थाहा पाउनुहुन्न होइन गलत गरेको प्रमाण ल्याउनु नि तपाईँ प्रमाण छ तपाईँसँग पहिला इन्डिया गएर मैले अडिट गरेँ भन्नु भएको छ क्या होइन त्यो होइन अब त्यो के हो भने कुरा त प्रमाण ल्याएर बोल्ने हो नि त त्यो त यो किनकि खरानी ग्याङको ग्रुपहरूले अहिले फेक आइडी बनाएर आफ्नो चरित्र हत्या गरेर अब मेरो पनि चरित्र हत्या गरेर राजसभा हो कि खरानी ग्याङ भनेर त बालेन्साकै नाम लिएर पुरै एउटा गीतै यो हेर्नु नि एउटा गीतै खरानी ग्याङ भने खास को रहेछ बालेन्सा कि रवि लाइन छ नि त्यो त मलाई थाहा भएन सरकारी ठगी भनेको चाहिँ रवि दाई नै हो होइन सहकारी ठगी रवि लाइन छ नि रवि दाई नै हो अब दाईलाई किन त्यो आरोप आएको छ दाईले नि खेपिरहनु भएको छ अहिले अब अरू चाहिँ मलाई थाहा सरकारी ठग भनेको प्रमाणित त भइसक्यो हैन होइन रवि दाईलाई चाहिँ यो केसमा पनि छुनेको त हो नि त आरोप पत्र लाग्यो के सरकारी ठग चाहिँ होइन रवि लाम्छाने दाईलाई किन होइन कमसेकम कुरोपछि पनि हाले होइन जेएनजी आन्दोलनको भाइ बहिनीहरूले फेरि निकाल्नु पनि भयो उहाँहरूलाई फेरि पछि जेएनजी आन्दोलनको भाइहरूले निकाल्यो फेरि निकालेर होइन त्यो आन्दोलनमा छिटो निस्किनु यताउति भने जस्तो कुराहरू गऱ्यो नि हामीलाई चाहिँ पत्र आएर हामी निस्केको भन्ने कुराहरूको झुटो समाचारहरू प्रचार गर्नुभयो दाईले त्यतिखेर चाहिँ दाईलाई चाहिँ यो सरकारी ठगै हो यसले ठगेकै हो भनेर यहीँनिर कति धेरै मान्छे बसेर नि थुनेको हो नि त दाईलाई त त्यो कुरा चाहिँ प्रमाणित भयो कि भएन भन्ने कुरा अब सरकारै उहाँहरूकोमा छ होइन सरकारै उहाँहरूसँगै छ अब उहाँले गलत गरेछ भने पनि उहाँले गलत गरेको भनेर भन्दैन नि अहिले पनि सरकारी ठग भन्दै छ नि त यो जेन्जीले भनेको त्यो त जसले पनि भन्छ एकचोटि चोरेपछि त्यो सधैँभरिको चोरै चोर त्यही भएर ज्ञानेन्द्र साई छ नि एकपल्ट चोर भयो के अस्ति चाहिँ त्यत्रो बोले त त्यत्रो बोल्दाखेरि तपाईँले भनिसकेको छु त खरानी ग्याङ भने राजसभाको समर्थकले गाली गर्ने राजसभा बालनले चाहिँ गाली गर्न पाउने कसैको अधिकार हुन्छ ज्ञानेन्द्र साईले मुखै तोकेर चाहिँ बालेन्सा चोर रवि लाम्छाने सरकारी ठग त प्रमाण हुनु पर्यो कसैले होइन घन्टे सन्टे लन्टे यो सबै कुरा को हो मलाई थाहा भएन एउटा कुरा कस्तो हो भने त्यहाँनिर ज्ञानेन्द्र सरले चाहिँ मुख खोलेर चाहिँ त्यसरी भनेको छैन अर्काको पृष्ठभूमितिर जानुहुन्न हिजो दिनमा तपाईँ के थियो मुख को थियो त्यो लाइभ राम्रोसँग हेर्नु भएको मैले लाइभ हेरेको छु तपाईँले त ज्ञानेन्द्र साईले ढाकछोप गरेर आउनु भएको क्या तपाईँले अघि भन्नुभयो ज्ञानेन्द्र साईको खुबी छ उहाँले गर्लफ्रेन्ड बनाउनुहुन्छ बुढी बनाउनुहुन्छ तर ज्ञानेन्द्र साईले भन्नुभयो मेरो कुनै पनि योभन्दा श्रीमती मेरो दुईवटा श्रीमती छ नि यो झुटो मैले एउटा कुरा चाहिँ म एउटा कुरा क्लियर के गर्दैछु भने एउटा बोलीमा दम भएको केटा हो क्या होइन एउटा बोलीमा दम भएको केटा हो उसको अफिसमा केटीहरूको लाइन लाग्थ्यो पहिला बुझ्नु भयो नि ज्ञानेन्द्र साईको केटीहरू त्यतिखेर मैले देखेको छु यो आँखाले मैले देखेको छु कि त्यो कारणले गर्दाखेरि उसले कसैसँग फोटो खिचेर भिडियोहरूमा कोही केटीहरूसँग बोल्यो